पहिला दुःख दुःख त खाना लाउन कति दुःख काटे भन्न सकिँदैन बाबु भन्न सकिँदैन दुःख थियो कति दुःख थियो कति साडी लाउन पाइन्थ्यो साडी त वर्षको एउटा पाइन्थ्यो वर्ष दिनको एउटा पाइन्थ्यो अनि माइत ल्याएर पाउने हो नत्र नि पाइन्थेन तिताको भाउ या साडी त पाउने थियो धोती पाउने हो पाइन्ट लाउनु त पाइन्थेन पाइन्थेन वर्ष पछि पाइन्थेन पाइन्थ्यो पाइन्ट हामीले लाउने जस्तो पाइन्थेन पाइँदैन त चप्पल लाउन पाइन्थेन चप्पल उसको असुराई धुर्चरीको सिएर खुट्टा भिजाएर त्यहाँ धुर्चरी सिएर त्यहाँबाट र चप्पल टेक्ने घाँस काट्दा टेक्ने बिजाउँछ भनेर हिलाले खाएर बिजाउँछ भनेर चप्पल पनि थिएन चप्पल अचालो चप्पल पाएको त अघि त सासूले माया गर्नुहुन्थ्यो खै माया या पहिला माया गर्नुहुन्थ्यो पहिला पछि पछि त उस्तै हो पहिला माया गर्नुहुन्थ्यो काम गर्न सक्दा काम गर्न नसके पनि कतिजना छोराछोरी हो त हजुरको मेरो 7 जना 7 जना छोराछोरी कति 3टा छोरीहरू 3 छोरा अहिले कतिजना हुनुहुन्छ त अहिले छोरा कतिजना हुनुहुन्छ छोरी दुईटा छोरा छन् एउटा छोरी छ नाति नाति त धनी हुनुहुन्छ नानीकै धनी छु बाबु धनी छु यहाँ पनि धनी उहाँ पनि धनी रमाइलो छ पहिला भन्दा अहिले कस्तो छ पहिला खाना लाउन थिएन अहिले आनन्दै छ नि काम के गर्नु पर्थ्यो पहिला के गर्नुहुन्थ्यो मकै दल्ने धान कुट्ने कति बजे उठ्नुहुन्थ्यो आमा म उठेको त थाहै पाइँदैन कति बेला सुत्ने कति बेला उठेँ थाहै हुन्थेन म उठ्दा त सासूले कोदो पिस्ने सासूले मकै पार्ने हातमा घडी छ यताउता सबै छ सासूले मकै दल्ने कोदो पिस्ने मैले मकै दल्ने सासूले दैलो पछि आउनु आएको म उठ्दाखेरि त रिसाले ढिलो उठी भने त होला नि बुढ्ला थोमा भने धुलै थोप्छ मेरो भन्दै त्यसो भन्दा बाले माया गर्नुहुन्थ्यो बाले माया त हेर्ने के छोराछोरी पाउँछन् बोल्ने होइन कि होइन हजुर बिहा गरेपछि बोलेकै होइन के बोल्थेन नि लप परेर बिहा भएको त होइन जोत गरेर बिहा गरेको होइन केटो त मभन्दा कान्छो म 2 वर्ष कान्छो बा कान्छो मभन्दा कान्छो 14 वर्ष जस्तो कान्छ आमा छ त 14 आमाले पाएको अरे छोरो र 14 वर्ष जस्तो कान्छ त्यस्तै हो के पहिला अन्दै पहिला त बुढासित बिहा गर्ने होइन र हेरेर बिहा गरेको हो कि त्यसै हेर्न के हुन्छ दुला चिनेकै होइन कारणले ल्याइदिए कारणले दिए कारणले ल्याइदिए कारणले दिए खाना लाउन त्यसमा दुःख थियो ल अरू त सबै ठिकै छ अहिले रमाइलो छ अहिले त रमाइलो पलाती नै पनि भइसक्यो सबै पानी सबैलाई देख्न पाइयो छोराछोरी नातिना बुहारी नातिनी खलासी पनि छन् मेरो त सबैभन्दा धेरै कसले माया मान्छ आमा नढाँटिकन भन्दा हजुरलाई सबैभन्दा धेरै कसले माया मान्छ ल भन्नु त नढाँटिकन तिमीले म यहाँ भएर होइन तिमीले हरिले बाली मन्त्र सुनाएको त्यसो आमा भनेर बाली मन्त्र सुनाउनु आएको लक्ष्मीमाले लिए कि मन्त्र बाली मन्त्र सुनाएको भएर आमा भनेर जसरी आमा ढैदिइरहन्थ्यो हरिले माया मान्छ त्यहाँ तिमीले ल के भन्नुहुन्छ त अरू यहाँ सबैजनाले हेर्नुहुन्छ क्या हजुर बोलेको सबैजनाले हेर्ने है के भन्ने म सासूले पढ्ने कुरो पनि भएन पढ्न त पढ्नु भएको होइन पढिन
पढ्नु भएन स्कुलै जानु भएन ए के सुरु थियो र अघि त सुधाइ थिएन अघि त सुधाइ थिएन अब छोरा बुहारीले छोराहरूले स्कुल जान्छ उसमा हेर्ने हो चौपारिया चौपारी लहर पढाउने हो स्कुल थिएन पछि स्कुल पाएको हो त्यहाँबाट पछि स्कुल कस्तो हुन्थ्यो अहिले कस्तो भयो हेरेर पहिला मकै दल्न पर्थ्यो झनै जातोमा धान कुट्न पर्थ्यो अधारलाई उठेर अहिले त पर्दैन धान ढिकर यहाँ धान कुट्ने हतौरीबाट ढेङ्गर यहाँ धान बाटो गरेर ढेङ्गर यहाँ हातले बाट्ने हत्याउदी बसेर बाट्ने होइन के उठ्दाखेरि धान खनाको हतौरी बाट भई त्यहाँ दुईटी पालो गरेर एउटैले लगाइदिने एउटैले कुट्ने देउरानी जेठानीले देउरा जेठानी त धेरै नै हुनुहुन्थ्यो दुईटी थिए के पहिला पछि आएको नि अरू घर परिवार जम्मा जम्मी बिहा गर्दा कतिजना हुनुहुन्थ्यो बिहा गर्दा थिए देवर दुईवटा देवर थिए एउटा देवर थिए म बिहा गर्दा एउटा थिएँ म आएपछि पाएको नि एउटा माइला देउरा म आएपछि पाएको हुन् अघि त बुहारीले सासूले सँगसँगै पाएको भइछ कि सँगसँगै पाएको क्या सासूले बुहारी सँगसँगै म ठुलो छोरो साउना अर्कै छोरी त 2 वर्ष बल्ल 2 वर्ष कि हुन्थी त्यो साथी छोरी पानी नबगे खान पाइएन पानी लिन टाढा जानु पर्थ्यो आमा पढेर नजिकै थियो डोका बोकेर ल्याउने क्या पानी डोका बोकेर ल्याउने खापेर अझ डोका खापेर ल्याउने लिटा गरी खापेर त्यस्तो थियो त्यहाँ सासू बुहारीले पहिल्यै सासूले दैलो पत्नी धानको मकै दार्ने कोतोपछि नि म मकै दार्ने त्यहाँ सासूले पोतिदिएको देखेर म लटपटाउँदै उठेँ जताकै उठेँ सासू दुधाएर छुट्थ्यो भनेर गाडी गर्थेँ हताल त त्यस्तो पर्दैन नि सजिलो छ अचार त के गर्थेन बुहारी कति सजिलो भयो भाइ कसैले अत्याउँदैनन् सराप्दैनन् मलाई त आगो खाएर अगाएर रहेको के बाबु आगो खाएर अगाएर रहेको मैले पहिला त कति दुःख काटेँ हजुरले बुहारीहरूलाई कति कट्याउनु भयो त त्यसमा दुईटी बुहारी कट्याएँ माइली र म कट्याएँ त्यहाँ पछि अरू आएको माया गर्नुहुन्थ्यो माया त बुहारीहरूले त माया गर्थे छोराहरूले झन् गर्ने ल हुन्छ आज राख्ने यति नै भोलि पर्सि फेरि बोलाउँला है ल खेलै छ आमासित